हेलो एभ्रिवान, नमस्ते एन्ड गुड मर्निङ फ्रम सौरा। म त हेर्नु हिजो मेकअपै रिमुभ नगरिकन यत्तिकै निदाएछु। मोबाइल हेर्दै बेडमा पल्टेको थिएँ। मोबाइल हेर्दा हेर्दा त्यत्तिकै निदाएछु। अनि म चाहिँ एकछिनमा फ्रेस भएर चिया खाँदै बाहिरको भ्यू हेर्दै बसिरहेको थिएँ। कस्तो मजाको घाम लागिरहेको थियो। बहिनीहरू चाहिँ भित्र सुतिरहेको थियो किनकि हिजो हामी एकदम ढिलो सुतेको थियौँ। 3-4 नै बजे थियो सुत्ने बेला। अनि ब्रेकफास्ट पनि आयो। हामीले ब्रेकफास्ट गऱ्यौँ अनि त्यसपछि घर जानको लागि हामी रेडी हुन लाग्यौँ। घर चाहिँ हामी अलिकति छिटो नै जानुपर्ने भयो। यता चाहिँ बहिनीले फोटो खिच्दै थियो। त्यसपछि हामी रेडी भएर तल झरेर फोटो भिडियोहरू यसो बनायौँ अनि हामी होटेलबाट निस्क्यौँ घर जानको लागि। बहिनीले चाहिँ दिदी यता कतै राम्रो ठाउँ आयो भने फोटो खिच्नुपर्छ है भनिरहेको थियो। किनकि खासमा चाहिँ हामी यताउति घुमेर बेलुकातिर 3-4 बजीतिर घर फर्किने सोच थियो। तर घरबाट फोन आएको भएर हामी छिटो नै जान पर्यो। यता चाहिँ बहिनीले फोटो खिचिदिँदै थियो अनि म चाहिँ यता आफ्नो भिडियोहरू बनाउँदै टिकटक बनाउँदै बसिरहेको थिएँ। कस्तो मजाको घाम लागिरहेको थियो। 2 दिन भयो थियो नि त पानी परेको अनि घाम चाहिँ कस्तो मजाले लागेको थियो। बहिनीले चाहिँ यता मेरो भिडियो पनि बनाइदियो। त्यसपछि हामी घर लाग्यौँ। यहाँनिर चाहिँ मैले हिजो भिडियो क्याप्चर गर्न पाएको थिइनँ अनि मैले यो भिडियो पनि लिएँ। त्यसपछि हामी टाढीमा गएर चाहिँ खाजा खायौँ। एकदम भोक पनि लागेको थियो। खाजा खाएर अनि हामी त्यहाँबाट निस्केर घर लाग्यौँ। अनि हाम्रो न्यू इयर चाहिँ एकदम रमाइलो, एकदम इन्जोय गरेर हामीले सेलिब्रेट गऱ्यौँ। आई होप हजुरहरूको न्यू इयर पनि राम्रो भयो होला। एन्ड थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई।